राईले उठाउनु भएको विषयमा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य, योभन्दा अगाडि हामीले सदन चलाइरहँदा, स्थगित गर्नुभन्दा अगाडि सदन चलिरहेको बेला मान्य सदस्य गीता कुमारी सेङदाङ उहाँले सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो। त्यो यो सभा सञ्चालनको मर्यादाभन्दा विपरीत थियो। त्यसकारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नुभएको फोटो र भिडियो खिचिएको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देशन अनुसार उहाँको चेक जाँच गरिएको हो। उहाँलाई बाहिर निकालिएको छैन। यसमा मान्य सदस्यहरूले विषयलाई तोडमोड नगर्न म मान्य सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु।